महिनावारी हुन अगाडि मुड स्विङ हुने, सानो सानो कुरामा रिस उठ्ने, टाउको दुख्ने, पेट दुख्ने, पेट फुल्ने, के तपाईलाई यस्तो समस्याले हैरान गरिरहेको छ? यो प्रीमेन्स्ट्रुअल सिन्ड्रोम अर्थात् PMS हुन सक्छ। के हो त प्रीमेन्स्ट्रुअल सिन्ड्रोम? महिनावारी हुन 1 देखि 2 हप्ता अगाडि शारीरिक, मानसिक र व्यावहारिक लक्षणहरूको समूहलाई भनिन्छ। शारीरिक भन्नाले टाउको दुख्ने, स्तन भारी भएको जस्तो लाग्ने वा दुख्ने, पेट दुख्ने, पेट फुल्ने, आलस्य भएको जस्तो हुने, जिउ हात खुट्टा जोड्ने दुख्ने, कन्स्टिपेसन वा कब्जियत वा डायरिया हुने, मुखमा डन्डीफोरहरू आउने, त्यही हिसाबमा चाहिँ मानसिक रूपमा चाहिँ सानो सानो कुरामा एकदम झनक्क झनक्क रिस उठ्ने, एकदम के काम गर्न नमन लागेको जस्तो लागेर आउने, डिप्रेसन भएको, एङ्जाइटी भएको जस्तो लाग्ने, निन्द्रा नलाग्ने, निराशापन भइराख्ने र व्यावहारिकमा चाहिँ पहिला गरिरहेको रमाइलो लाग्ने काम गर्न नमन लाग्ने, कोहीसँग बोल्न भेट्न नमन लाग्ने र शारीरिक सम्पर्क गर्न पनि नमन लाग्ने। यो चाहिँ महिनावारीको 1 देखि 2 हप्ता अगाडि सुरु हुन्छ र महिनावारी स्टार्ट भइसकेपछि चाहिँ यो सबै लक्षणहरू हराएर जान्छ। यो लक्षणहरू 40% जस्तो महिलाहरूमा देखिन्छ। त्यो चाहिँ धेरै जस्तो अब महिनावारी सुरु भएपछि निको हुने भएको गर्दाले चाहिँ त्यस्तो खासै असर हुँदैन, तर 5 देखि 8% महिलाहरूमा चाहिँ यो एकदम सिभियर रूपमा देखा पर्छ, जसलाई चाहिँ हामीले प्रीमेन्स्ट्रुअल डिस्फोरिक डिसअर्डर PMDD पनि भन्छौँ। अब यो के कारणले हुन्छ त भन्दा हर्मोनल इम्ब्यालेन्स जस्तै इस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोनको इम्ब्यालेन्स, हाम्रो सेरोटोनिन र डोपामिन जस्तो न्युरोट्रान्समिटरहरूको गडबडी र जीवनशैली एकदम तनावग्रस्त छ भने पनि यो हुन सक्छ। अब कुन बेला डाक्टर कहाँ जाने भन्ने कुरा आउँछ। यो सबै भएको लक्षणहरू चाहिँ तपाईको डे टु डे लाइफ वा गरिराख्ने क्वालिटी अफ लाइफमा अफेक्ट गर्न थाल्यो भने चाहिँ डाक्टरको सल्लाह वा परामर्श लिन जरुरी हुन्छ। र अब यसको उपचारतिर जाने बेलामा चाहिँ अब माइल्ड खाले मात्रै सिम्पटम अलिअलि मात्रै छ भने चाहिँ यसलाई चाहिँ हामीले धेरै जस्तो काउन्सिलिङ रिअस्योरेन्स गर्छौँ, तर यो एकदम सिभियर फर्ममा देखा परेको छ, यसले गर्दा दिनानुदिन गर्ने काम गर्न मन लागिरहेको छैन र यसले मानसिक अवस्थामा शारीरिक अवस्थामा पनि असर गरिरहेको छ भने चाहिँ यसको हामीले ट्रिटमेन्टको लागि चाहिँ मल्टिडिसिप्लिनरी अप्रोच भन्नाले खाली स्त्री तथा प्रसुति रोग विशेषज्ञ मात्र नभइकन साइकियाट्रिस्ट, क्लिनिकल साइकोलोजिस्ट र डायटिशियन, काउन्सिलरहरूको पनि मद्दत लिन जरुरी हुन्छ। अब भन्नुपर्दा सुरुमा जीवनशैलीमा परिवर्तन, व्यायामहरू गर्ने, रेगुलर व्यायाम गर्ने, एक्सर्साइज गर्ने बेलामा चाहिँ शरीरमा सेरोटोनिन डोपामिनहरू बढ्छ, जसले चाहिँ एउटा फिल गुड हर्मोन जस्तोको काम गरेर तपाईलाई जुन मानसिक तनावहरू भइरहेको हुन्छ त्यसलाई कम गर्छ। अर्को भनेको धेरै नै तनाव छ भने ध्यान गर्ने, मेडिटेसन र योगाहरूले गर्दा पनि यसले राम्रो इफेक्ट देखाइरहेको हुन्छ। त्यसै गरिकन खानपानमा ध्यान गर्नु पनि जरुरी हुन्छ। सकेसम्म एकैचोटि धेरै खाँदा पेट झन् बढी फुल्लेको जस्तो, झन् ब्लोटेड फिल भइरहेको जस्तो हुन्छ। त्यही भएर कम खाना चाहिँ बरु अलिक ड्युरेसनहरू अलिक ग्याप गरेर खाना चाहिँ बेटर हुन्छ र सकेसम्म खाँदा चाहिँ खानामा कम्प्लेक्स कार्बोहाइड्रेट चाहिँ हामीले राख्नुपर्ने हुन्छ। हाम्रो कम्प्लेक्स कार्बोहाइड्रेट भन्नाले अनपोलिस्ड राइस वा ब्राउन राइस भन्ने जुन सुनिरहनु भएको होला, ढिँडो, मकै, सकरखण्डा, यिनीहरू चाहिँ कम्प्लेक्स कार्बोहाइड्रेट हो। मैले कम्प्लेक्स कार्बोहाइड्रेट किन भने भन्दा यसलाई चाहिँ पाचन गर्न अलिकति समय लाग्छ। यो खाने बित्तिकै एकैचोटि सुगर राइज हुँदैन र यसले सस्टेन एउटा पावर चाहिँ दिइरहेको हुन्छ। त्यही भएर सकेसम्म चाहिँ कम्प्लेक्स कार्बोहाइड्रेटहरूको प्रयोग गर्ने। खानामा पनि फलफुलमा पनि हामीले स्याउ हैन, केरामा म्याग्नेशियम हुन्छ, त्यसको प्रयोग गर्दा पनि अलिकति यो सिम्पटम चाहिँ प्रीमेन्स्ट्रुअल सिम्पटम चाहिँ कम भएको जस्तो हुन्छ। र त्यही हिसाबमा चाहिँ धेरै चिनी भएको, बढी नुनिलो, चिल्लो खाना चाहिँ कम गर्ने र कफी कम गर्नुपर्छ, रक्सी कम खाने, चुरोटहरू सेवन नगर्ने र त्यही अब यो सबै भयो हाम्रो जीवनशैलीहरू र खानपानको भयो। अब औषधिको कुरा गर्ने बेलामा चाहिँ दुखाइ छ, टाउको दुखिरहेछ, पेट दुखिरहेछ, हार्ट जोन दुखिरहेछ भने चाहिँ नदुख्ने औषधिहरूको प्रयोग गर्न सकिन्छ। तर यो सबै चाहिँ डाक्टरसँग सल्लाह गरेर परामर्श गरेर गर्न जरुरी हुन्छ। त्यही हिसाबमा आजकल चाहिँ हामीले न्युवर जेनेरेसनको ओरल कन्ट्रासेप्टिभ पिल्सहरू जुन चक्कीहरू हुन्छ, त्यो चक्कीहरू चाहिँ एउटा ट्रिटमेन्टको हिसाबमा पनि दिन सकिन्छ र
केही गरी हर्मोनल चक्कीहरू खान नमन लाग्यो भने चाहिँ अब त्यस्तै हिसाबमा जुन हामीले सेरोटोनिन कम भएर यो हुने हो, त्यही भएर सेरोटोनिन रिअपटेक इनिबिटर SSRI जुन भन्छौँ त्यो औषधि पनि दिन सकिन्छ। सुरुमा त्यस्तो सिभियर नहुँदा चाहिँ यो कम डोजबाट स्टार्ट गरेर बढाउँदै अलिकति हाई डोजमा पनि यसको औषधि हामीले दिन सक्छौँ। र सँगै बिरामीलाई औषधि र त्यो सँगै हामीले काउन्सिलिङ, कग्निटिभ बिहेभियरल थेरापीहरू पनि गर्न जरुरी हुन्छ। मुखबाट खाने औषधिले कम भएन भने कहिलेकाहीँ हर्मोन इन्जेक्सनबाट पनि दिनुपर्ने हुन्छ, जुन चाहिँ हामीले 6 महिनाभन्दा बढी चाहिँ दिन मिल्दैन। किनकि त्यो 6 महिनाभन्दा बढी दिने बेलामा चाहिँ हड्डीहरू खोक्रो हुने, कमजोरी हुने त्यस्तो हुनसक्छ। र त्यही अनुसार एकदम केहीले पनि हुँदै भएन, उपचार केहीले पनि भएन भने मात्र अन्तिममा मात्रै हामीले शल्यक्रियाको अप्सनलाई लिने गर्छौँ। अब यो सिम्पटम तपाईँहरूलाई माइल्ड जस्तो लागिरहेको हुन्छ, तर कसैलाई त्यो सिम्पटम एकदम सिभियर भएको हुनसक्छ। त्यही भएर यो भिडियो हेरेर सकेसम्म अरूहरूलाई पनि सेयर गर्नु, धेरै कसै न कसैलाई फाइदा पुगेको हुनसक्छ। धन्यवाद।